नमस्कार। आज हामी तावा भन्ज्याङ खटाङ र टेम्के डाँडाको भ्रमण गर्दैछौँ। हाई। बिहानै भयो, उठ्यो केटा मान्छे। केटा मान्छेको कोठा हो। हेर्नु न कस्तो अल्छी हुन्छन् केटाहरू। भद्रगोलै हुन्छ। हेलो हेलो नमस्कार। गाडी आयो। सबैलाई मर्निङ है। गाडीमा यात्रा छ, कालो कालो छ, केही देखिँदैन। त्यही पनि हामी यात्राको क्रममा छौँ। बत्ती बालेर मोबाइल बालेर हामी भोजपुर बजार आइपुगेको छौँ। उज्यालो हुँदाखेरि हुन त 10-15 मिनटको बाटो हो, त्यही पनि बाटो निर्माणको कारणले अलिक घुम्दै जानुपर्ने भएकोले अलिक ढिलो भइराखेको छ। फोटो खिच्ने र नखिच्ने बिचको दोहोरी चलिरहेछ। ढिलो हुने हो कि भन्ने भइराखेको हुनाले हामीहरूले फोटो नखिचौँ भनिरहेछौँ र खिच्नेहरूको पनि जोड बल छ। हामी फोटो खिच्ने निर्णयमै पुग्यौँ। खुकुरीको सान, भोजपुरको पहिचान। हामी फोटो खिच्ने निर्णयमा पुग्यौँ। फोटो खिच्ने मात्र होइन, चिया पनि खाने निर्णय गऱ्यौँ। भर्खरै घाम उदाउँदैछ। हामी पश्चिमतिर राख्छौँ यहाँबाट र हामी चिया खाइसके पछाडि एकछिन फोटो खिच्न अल्मलिन्छौँ। चियापान पछाडि हामी फेरि यात्राको क्रममा छौँ। बिस्कुट पनि खाँदै हुनुहुन्छ सरहरू। यात्रा जारी छ। अब कच्ची बाटोको यात्रा। कहिले घोडामा कुदेको जस्तो त कहिले आमाले कोक्रोमा हल्लाएको जस्तो गाडीको यात्रा, कच्ची बाटो। त्यही पनि हामी रमाउन कहाँ छोडेका छौँ। बाटो देख्नुभएकै छ। यहाँ पिखो खोला। हामीले यहाँ प्रणाम गऱ्यौँ। प्रकृति पूजक हामी खोला नालालाई प्रणाम गरेर हामी अगाडि बढिरहेछौँ। सुन्दर दृश्यहरू देख्न थाल्यो। हामी धेरै माथि आइपुगेको छौँ। खोला झरेर हामी टेम्के मयुङको धेरै माथि आइसकेका छौँ। यही बिचमा गाडीको सिसा झर्छ, तर ढुङ्गामा झरे पनि फुट्दैन। हामी भाग्यमानी रहेछौँ। यात्रामा अल्झन उल्झन आए तापनि यात्रा जारी छ। एकदम राम्रोको साथ दृश्य, यात्रा सबै राम्रो भइरहेको छ। हामी टेम्के मयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिकाको सिमाना आइपुगेको छौँ लगभग। निश्चय नि गिरिजा लिमिटेड सहरको गाउँ आएको छौँ। टेम्के मयुङमै छौँ। गाउँपालिका टेम्के मयुङ नै पर्छ यो भोजपुरको। अब चाहिँ हामी लगभग 9 बजे छ। 9 र 10 को बिचमा विद्यार्थीहरू पनि देख्दै, पहाडका विद्यार्थी एकदम शिक्षा आर्जन गर्नको लागि लागिराख्नु भएको छ। हामी लगभग खोटाङ नजिकै पुग्यौँ। अब लगभग यो तावा भन्ज्याङमा पुगिसकेको छौँ। तावा भन्ज्याङमा केही घरहरू रहेछ। हामी गाडीबाट ओर्ल्यौँ। माछा पालन गरिएको रहेछ यहाँ। यहाँबाट हामी पिकनिक स्पट लागिसक्यौँ। आगो बाल्न थालिसक्यौँ। कोही मसला बनाउँदै हुनुहुन्छ, तास्दै हुनुहुन्छ, कोही तरकारीको लागि रेडी, कोही हाई हेल्लो गर्ने, कोही म जस्तै यस्तै काम नपाउँदै भिडियो बनाउँदै। सुन्दर
दृश्य एकदमै रमाइलो। मसला कुट्दै हुनुहुन्छ सर म्यामहरू। सबै तयारी पनि भइसकेको छ। फ्राई हुँदैछ। मासु खानेलाई मासु, फलफुल खानेलाई फलफुल। हाम्रो पहिलो चरणको खाजा चरण, यो खाजा चरणमा प्रवेश गऱ्यौँ हामी एकछिन। खाजा चरण भेजिटेरियनको लागि आफ्नै छ। त्यस पछाडि नाच काभ्रेली सेल्टी सरको जाँदैछ। सर ट्रेनिङ दिँदै हुनुहुन्छ। मेरो सहभागिता आफ्नै छ, आफ्नै पाराको। फोटो खिच्ने सेसन चल्दैछ त्यहाँ। फोटो खिचाइ। फेरि दोस्रो चरणको यो चाहिँ खाना चल्दैछ। अब हामी फलफुल खाने भेजिटेरियनको स्याउ देखाउँदै हुनुहुन्छ सर। भाँडा खाइसकेपछि त भाँडा माझ्नै पर्यो। हामी माझ्ने चरणमा पनि छौँ। पानीको एकदमै सुविधा, तावा भन्ज्या एकदमै रमाइलो। प्रकृतिले दिएको ठाउँ, तर दुर्भाग्य प्रचार प्रसार र पहुँच चाहिँ निकै गाह्रो। देवताको बास भएको ठाउँ। ढुङ्गा ढुङ्गामा सर हेर्दै हुनुहुन्छ। साइली साग, सिमसाग। यहाँबाट टेम्के डाँडा पनि देखिँदो रहेछ। अब मेरो क्यामेराको क्वालिटी कम भएको हुनाले राम्रोसँग देखाउन सकिनँ, तर हामी यहीँ जाँदैछौँ। अब हामी फर्क्यौँ। फर्किने क्रममा छौँ। गाडीले हामीलाई लिएर हिँड्नको लागि आउँदैछ। हामी लाग्यौँ, फर्क्यौँ। तर फर्किने त्यही पहिलेकै बाटो जाँदैनौँ हामी। टेम्के जान्छौँ। टेम्के मयुङमा पर्ने पानधारे अघि हामीहरूले छोडेर आएको थियौँ, त्यहाँ जाने कुरा भयो। हामी जाँदैछौँ गीत गाउँदै। अगाडि बढिरहेको छौँ। हामी सिमानामा आएको छौँ। खोटाङ र भोजपुरको सिमानामा आइसक्यौँ। अब हामी भोजपुरतिर लाग्दैछौँ। गीत गाउने रमाउने त छँदैछ, उफ्रिने कराउने। हामी पानधारे आइसकेका छौँ। माछा पनि पालिएको रहेछ, सुन्दर 5वटा धारा, ढुङ्गे धारा। एकदमै सुन्दर ठाउँ। टेम्के मयुङ पानधारे। हामी अब त्यहाँबाट टेम्के डाँडा हामी फर्किन्छौँ। अघि हामी गोगनेको बाटो आयौँ तलबाट इक्वा आउँदै। अब टेम्के डाँडाको यात्रामा हामी टेम्के डाँडामा अब टावर चढेर आइसक्नु भयो। म भिडियोको चक्करमा, फोटोको चक्करमा ढिलो गरेँ। हेड सर फर्किसक्नु भएको छ। ग्रुप फर्किसकेको छ। म चाहिँ भर्खर चढ्दैछु। यहाँबाट सुन्दर दृश्यहरू। क्यामेरा राम्रो हुनुपर्ने रहेछ जस्तो चाहिँ लाग्छ, तर यो पैसाको लोभले गर्दा 8000 मिटर माथिका 14वटा हिमालमध्ये 5वटा हिमाल देखिँदो रहेछ यहाँबाट। तर मैले दृश्य कैदमा गर्न सकिनँ। हाम्रो भ्रमण अन्तिम चरणमा छ। भ्रमण अन्त्य भएको घोषणा गीतले पनि गरिराखेको छ। चखेवा हुँदै हामी एक राउन्ड घुमिसक्यौँ। अब हाम्रो यात्रा लगभग सकियो। भोजपुरतिर आउँदैछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। लाइक, कमेन्ट, सेयर त्यो त मैले भन्नै पर्दैन। धेरै धेरै धन्यवाद। हस्त नमस्कार।